मम्मी हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हाम्रो साइनिङ लिलीले बनाइदिँदै हुनुहुन्छ भिडियो अनि हामी चाहिँ जाँदैछौँ हिँड्नलाई सराइजको गाइज। हामी चाहिँ फाइनल्ली आइपुगिसकेको छौँ टियु। झरेको रहेछ त काकी टन्नै। ओ मन परेको फुल नाइस। काकी यो लाउनु नि ल आख्याक नुबा हो। हामी चाहिँ हरियो परियो लागिसकेको छौँ। कागको घरहरू हो यिनीहरू चाहिँ। आँखामा डुबाउन दियो। हामी चाहिँ वक गरिरहेछौँ इभिनिङ वक। ओ माई गड यहाँनिर जतिखेर पनि भूत पनि आउन सक्छ। बट सो ब्युटिफुल प्लेस। ओ माई गड बिग फ्यान फिदा भयो म चाहिँ। यहाँ चाहिँ के हो भूत बङ्गला हो कि क्या हो काकी? भित्र भूत बङ्गला यहाँ पर लोग नहीं बैठते, यहीं पर फोन भी नहीं। अहिले चिप्ले हो नि कहाँ रहेछ यिनीहरू रहेछ यहाँ पनि। यहाँनिर चाहिँ घर छ। अस्ति चाहिँ उतानिर गाई थियो अहिले चाहिँ घर नै छैन त। आज त गाई आएन छ त काकी। ल काकी चाहिँ ध्यानमा बसिसक्नु भएको छ। यहाँ म भन्छु ल कागले कत्ता तित्तु गत्तु सेस्याङले कुन्समा तित्तु गत्तु। यहाँ चाहिँ फाइनली ध्यानमा बसिराख्नु भएको छ। उहाँ चाहिँ बुद्धको फ्यान हुनुहुन्छ। आया बुद्ध भगवान के म हो नि त बुद्ध भगवान। खाल भातमा खाँदा त बुद्ध भगवान हो। उताको जङ्गल पनि सो ब्युटिफुल।
गाई भएको भए नाइस हुन्थ्यो नि खै नै छैन मेरो चाहिँ कसरी बराबर बराबर छ भनेपछि मेरो चाहिँ ज्वाइसँग मिल्ने रहेछ साह्रै मिल्ने रहेछ हाइट हामी चाहिँ यहाँनिर हावा खाँदैछौँ पानीमा हामी हावा चाहिँ खाँदैछौँ तर हावा चाहिँ मुखमा परेको छैन यता पो फर्किनु गएर म म त डर लाग्दैन मेरो त हात पनि ब्युटिफुल छ राम्रो छ हात राम्रो भयो भने के हुन्छ राम्रो हुन्छ बिमारी हुन्छ यो आँखाले भन्दैछु हामी भनेर है हामीहरू हो हामीहरू बिचरा त्यहाँ ट्राफिक त तिम्रो फोटो खिच्दै छ टाउको बङ्ग्याएर अहिले तल झऱ्यो भने कसले ल्याउँछ पर अरे यता आइज न हामी हौ हामी चिनेर लड्नुहुन्छ है आज म चाहिँ जान्छु होला हौ खै बाँचे बाँच्न चाहिँ ओए खै अछि यत्रो टाँस्यो त अनि ए मेरो नि टाँस्यो त त्यही भएर जङ्गलै जङ्गल ठिक हुने रहेछ भएर गइहाल्छ माथिको लागि
खाजा खाम मेरो चाहिँ नयाँ बाटो हो गाई बाख्रा हो चौरी रे चौरी छ लड्नु चाहिँ नपाए भनेको यो कस्तो खालको बाटो बनेको बाटो कस्तो डेन्जर रहेछ त बाटो त लड्नु भयो खोइ कस्तो खालको बाटो छ त्यो पारी पुगिँदो रहेछ पारी पारी जाँदो रहेछ मेरो चप्पल साह्रै चिप्लो रहेछ अझै झन्डै भयो मम्मी माया मैले चिप्लाले अनि चप्पल नि यस्तो अन्तिम अवस्थाको रहेछ कस्तो खालको पुल हौ अब त खुट्टै चिप्लो भयो उ त्यो लामपुच्छ्रे हो कि कुन चरा हो उफ त्यहाँनिर रुखमा चढ्दै कसरी लाग्ने यहाँ यता त फर्किनुपर्छ क्या चिप्लो छ हौ त्यो माथि घुम्दा छ त काकी यहाँ पसेको पसेकै पछि त तान न ओए 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 यो खुट्टा दुख्छ र नि ओए यस्तो ठाउँ रहेछ त लु फर्कौँ होइन यो साह्रो म त चप्पल पो पस्यो होला भनेको त होइन नि खुट्टा पसेको पछि पो गयो गऱ्यो त अनि हेट यस्तो त दल दल पो हो त दल दल होइन थलथल थल थलथल भन्छ नि त्यहाँ नजानु एक्लै भए म निस्किनै नसक्ने यो खुट्टा दुखेर है आजकल यो देब्रे जाँदा अलिक दुख्छ कि गाइस हामी चाहिँ घुमेर आइसकेको छौँ फाइनली अनि हाम्रो भिडियो चाहिँ यहीँ टुङ्ग्याउन चाहन्छु लाइक कमेन्ट अनि सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला